जजलोपा नमस्कार। मलाई चिन्नुहुने सम्पूर्ण साथीभाइ इष्टमित्रहरू र आफ्नो आफन्तहरूमा यही आउँदो 2082 सालको बडा दसैँ अथवा भनौँ हामी मौनी नफा भनेर मनाउँछौँ शुभ विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। साथै धेरै दिन भयो तपाईँहरूसँग चाहिँ अहिले यसरी फ्रन्टमा मैले मतलब प्रत्यक्ष रूपमा तपाईँहरूसँग चाहिँ भलाकुसारी नगरेको, कुराकानी नगरेको। सो आज कति दिन पछाडि चाहिँ मलाई यहाँहरू समक्ष मेरो केही कुराहरू मनको कुराहरू सेयर गरौँ भनेर चाहिँ यहाँहरूमाझ आइरहेको छु। सर्वप्रथम त म कुरा गर्न चाहन्छु, पछाडिदेखि गाउनु भएको छ होला मनको बात सिरियलको विषयमा। मनको बात हामीले चाहिँ लगभग अब 36 भागसम्म पुऱ्याइसक्यौँ र अब चाहिँ यो फर्स्ट सिजनको एन्डिङसम्म पनि आइपुगेका छौँ। भने यो मनको बातलाई चाहिँ हामी केही समय अब रोकेर नयाँ तरिकाबाट चाहिँ हामीले यसलाई गाउँबाट यसको प्रपर मेन स्टोरीमा हामी प्रवेश गर्दैछौँ। त्यसको लागि चाहिँ अलिकति तयारीहरू पनि भइरहेको छ। सो यो कुराहरू पनि जानकारी गराउन चाहेँ। धेरैजनाले चाहिँ मनको बात के होला, कसो होला, के भइरहेछ भन्ने क्युरियोसिटी जनाइराख्नु भएको थियो। उहाँहरूको लागि पनि मनको बात अब राम्रो तरिकाले अझ सशक्त रूपमा अझ भित्र कथामा चाहिँ जुन सामाजिक हामीले चाहिँ कुराहरू घरबेटीको हुनको कुराहरू उठाएको थियौँ त्यो चिजहरूलाई र प्लस समुदायगत रूपमा चाहिँ भइरहेको कुराहरूलाई चाहिँ हामीले मनको बातको कथामा चाहिँ हामीले राख्न पुगिरहेको छौँ र त्यो चिजलाई चाहिँ अझ हामीले राम्रोसँग चाहिँ यहाँहरूमा फेरि पनि लिएर आउनेछौँ। सो केही दिन समयको लागि केही समयको लागि चाहिँ मनको बात अहिले चाहिँ हामी प्रसारण सायद गर्दैनौँ होला। त्यो किन भन्दाखेरि चाहिँ अलिकति यसको अरू कार्यहरू पनि गर्नुपर्ने भएको छ र त्यो सँगसँगै मनको बातको विषयलाई लिएर हामीले प्रत्येक हप्ता मनको बातकै केही कुराहरू गर्ने र मनको बातका पुराना गतिविधि पुराना कुराहरूलाई चाहिँ हामीले स्मरणको रूपमा चाहिँ एउटा पोडकास्ट या भनौँ या भलाकुसारी गर्ने अथवा प्रत्यक्ष रूपमा चाहिँ यहाँहरूसँग जोडिने हिसाबले केही कार्यक्रमहरू पनि लिएर आउँदैछौँ। लगायत अब तपाईँहरूसँग मनको बातको रिलेटेड कुनै जिज्ञासाहरू कुनै क्वेसन्सहरू तपाईँहरूलाई भएको भए हामीलाई चाहिँ मेरो फेसबुकको मेसेन्जर मार्फत पनि दिन सक्नुहुन्छ र हामीलाई चाहिँ मैले हाम्रो च्यानलको मुनितिर एउटा इमेल एड्रेस छ, त्यो इमेलमा पनि तपाईँहरूले गर्न सक्नुहुनेछ र कथा कुन रूपमा कुन मोडमा चाहिँ जाँदाखेरि अझ बेटर हुन्छ भन्ने चाहिँ तपाईँहरूको सुझाव पनि हामीले सङ्कलन गर्न पुगिरहेका छौँ। भने त्यही बिचमा चाहिँ मनको बातका कलाकारहरूसँगै यहाँहरूको चाहिँ यसमा चाहिँ यहाँहरूसँग इन्ट्रेक्सन गर्ने र कलाकारहरूसँगको विभिन्न आफ्नो एक्सपिरियन्स अनुभवहरू चाहिँ हामी सेयर गर्ने जम्मा पुगिरहेका छौँ। भने सँगसँगै हामीले चाहिँ अब एउटा ह्युमर कमिक स्किट भनौँ या बाइन्स भनौँ होइन त्यस्तो पनि हामी लिएर आउँदैछौँ। भने एउटा अलग्गै लेभलको एउटा अर्कै किसिमको चाहिँ एउटा सिरिज पनि ल्याउँदैछौँ कुरु भनेर। हामी कुरुक्षेत्रसँग रिलेटेड भनौँ या चाहिँ त्यही अनुसारको एउटा चाहिँ काल्पनिकको रूपमा भन्नु नभए पनि एउटा सामान्य अर्को एक्स्ट्राअर्डिनरी एउटा सिरिज हामी लिएर आउँदैछौँ। सबै युगको विषयमा चाहिँ अहिले म सबै कुराहरू कोल्दिनँ। चाँडै नै यसको पोस्टर रिलिज गर्नेछौँ। कुरुको बारेमा भन्नुपर्दाखेरि चाहिँ अलिकति डिफ्रेन्ट टेस्ट तपाईँले पाउनुहुन्छ। सो त्यो एउटा पनि प्रतीक्षा गर्नु होला। चाँडै नै हामी त्यसको तयारीमा लाग्दैछौँ र अब रह्यो कुरो अरू प्रसङ्गहरूमा भनौँ अब जुन सिरियलहरू सिरिजहरूमा फोकस पिक्चर्सको च्यानलबाट आइरहेको छ त्यो निरन्तर रहने नै छ। बिस्तारै हामी सिरियलको कन्टेन्टहरू पनि बढाउँदैछौँ ताकि तपाईँहरूसँग अहिले त मासिक साप्ताहिक रूपमा आइरहेका छौँ भने अब दैनिक रूपमा तपाईँहरूलाई चाहिँ एउटा इन्टरटेन गराउने तपाईँहरूलाई मनोरञ्जन गराउने कोसिस हाम्रो जारी रहेको छ। त्यसको लागि चाहिँ धेरैवटा मतलब कन्टेन्टहरूमा हामीले काम गरिरहेका छौँ। बिस्तारै तपाईँले हेर्नुहुनेछ। अब हाल देशको माहौल त यसरी चाहिँ पुरै रमाइलो गरेर गर्ने माहौल त छैन, तर पनि हामी जिरोबाट उठ्नुपर्छ र यो माहौलमा तपाईँहरूको जुन माइन्डलाई चाहिँ अलिकति डिस्ट्र्याक्ट भएको अलिक प्रब्लम भएको मतलब हुन्छ नि यो देशको कन्डिसनमा चाहिँ अलिकति फ्रस्ट्रेसन भएको चिजलाई चाहिँ हाम्रो कन्टेन्टहरूले जहाँसम्म लाग्छ तपाईँहरूलाई मनोरञ्जन दिएर तपाईँहरूले चाहिँ तपाईँहरूको माइन्डलाई डाइभर्ट गर्न या भनौँ अलिकति हल्का बनाइदिन सक्छ कि भन्ने मलाई लाग्छ। सो अरू एक कुरा त यस्तै नै हो। तपाईँहरूसँग अब निरन्तर जोडिनेछु, निरन्तर तपाईँहरूको माझ आउनेछु र अब फेरि पनि यो महान चाड बडा दसैँको शुभकामना दिँदै यो चाडमा रमाइलो गर्नुका साथसाथै चाहिँ अब अहिले देशको सुरक्षा निकाय अलिकति कमजोर पनि भइरहेको छ। पहिला जति तपाईँहरूले चाहिँ कडा रूपमा चाहिँ सुरक्षा जाँच हुन्थ्यो आजकल त्यो जाँचहरू पनि पाइरहेको छैन, जसको कारणले गर्दाखेरि अलिकति देशमा चाहिँ असुरक्षित हो कि अथवा समस्या हुने हो कि भन्ने डर पनि हामीसँग छ। त्यही भएको कारणले गर्दाखेरि अलिकति सतर्क रहेर
सावधानीका साथ हेर्नुहोला। राति ढिलोसम्म नजानुहोला, किनभने जेलबाट धेरै कैदीहरू पनि पाएका छन्। नराम्रो मान्छेहरू या नराम्रो विचारकोहरू यिनीहरूले चाहिँ अलिकति केही हुनसक्छ भन्ने कुराहरू छ। त्यही भएर दसैँमा चाहिँ पहिलाको दसैँ जस्तै अलिकति कम्प्लिटली फ्रिली नमनाइकन अलिकति सचेत रहेर मनाउनलाई सबैलाई आग्रह गर्न चाहन्छु। पहिला आफ्नो जनधनको सुरक्षा गर, त्यसपछि चाडबाड मनाउने त छँदैछ भन्दै यहाँहरूबाट चाहिँ म आज मेरो कुराहरू यति राख्न लागेको थिएँ। थ्याङ्क यू सो मच। सँगै रहनेछौँ। थ्याङ्क यू सो मच। हामी सँगै रहनुहोला र प्लिज यो भिडियोलाई सकेसम्म धेरै जनमानसमा पुर्याउनु होला, ताकि किन भन्दाखेरि अब हामीले अझ सशक्त रूपमा आउँदैछौँ, सबैजनालाई थाहा होस् न हामी के गर्दैछौँ भन्ने कुरा। सो सेयर गर्नलाई पनि भन्छु, लाइक पनि गर्नलाई भन्छु। च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने फोकस पिक्चर्सको च्यानललाई सब्सक्राइब गर्नु होला र मलाई यो मेरो प्रोफाइललाई या मलाई चाहिँ फलो पनि गर्नु होला। हामी अब म्याक्सिमम अपडेट्सहरू फेसबुक र युट्युबमा हामी नहुनु, किनकि युट्युबमा अपडेट्स भन्नलाई गाह्रो हुन्छ, तर त्यही भएर टिकटकहरूमा पनि हामीले सराइरहेको छौँ। सो त्यसमा पनि हामीलाई फलो गर्नु होला, मलाई फलो गर्नु होला। थ्याङ्क यू सो मच। अहिलेसम्मको माया दिइराख्नु भएको छ, आशा छ अझै पनि धेरै माया दिनुहुन्छ भन्दै फेरि एकपटक दसैँको शुभकामना। थ्याङ्क यू सो मच। धन्यवाद।